साथीहरू नमस्कार। जय उज्यालो, जय भीम, जय मूल निवासी। आज म कञ्चनपुर क्षेत्र नम्बर 3 मा छु। 3 मा भीमकुमालको मान्य कञ्चनपुर क्षेत्र नम्बर 3 का उम्मेदवार भीमकुमालज्यूको सचिवालयमा छु। साथीहरू, म तपाईहरुलाई जानकारी गराउन गइरहेको छु कि गगन थापाले दिएको अभिव्यक्तिको विषयमा गगन थापा मात्र नभएर गगन थापाले जुन अभिव्यक्ति दिनुभएको छ, जुन आज सोशल मिडियामा एक किसिमको भाइरल बनिरहेको छ। गगन थापाले यो कुरा थाहा पाउन जरुरी छ कि यदि बाहुन र छेत्रीले यो देशलाई र यहाँका मूल निवासी बहुजनहरूलाई, दलित, जनजाति, आदिवासी, महिलाहरूलाई गरेको शोषणको एकचोटि मूल्याङ्कन गर्नु पनि पर्दछ भन्ने कुराहरुको म यहाँहरुलाई जानकारी गराउँदछु। यदि गगन थापालाई त्यो मूल्याङ्कन गर्न आउँदैन भने म गगन थापालाई खबरदारी गर्न चाहन्छु, घोर भर्सना गर्न चाहन्छु। यो गगन थापाले बोलेको अभिव्यक्ति तुरुन्त फिर्ता लियोस्। यदि दलित, जनजाति, आदिवासीले यदि गगन थापालाई र नेपाली कांग्रेसलाई भोट दिने हो भने उहाँको तानाशाह, उहाँको एग्रेसिभ जुन दलित जनजाति माथिहरुको जुन सोच छ, यो किसिमको सोचलाई दलित जनजाति र गैर दलित साथीहरूले के भन्न चाहनुहुन्छ भन्ने कुराहरु चाहिँ प्रमुख रह्यो साथीहरु। अर्को कुराहरु, आज कांग्रेसले प्रजातान्त्रिक आन्दोलन लड्यो, माओवादीले 10 वर्षीय जनआन्दोलन लड्यो र अर्कोले ज्यानजी आन्दोलन लड्यो भन्ने कुरा जुन बाहुन र छेत्रीहरुको विषयलाई लिएर उहाँले एकदमै गौरव गर्नुभएको छ। यो गौरव लायकको कुरा पनि छ। तर म यहाँहरुलाई जानकारी गराउन के चाहन्छु भने माननीय गगन थापाज्यू, नेपाली कांग्रेसका सभापति गगन थापाज्यू, तपाईले जसरी देशमा साम्प्रदायिक कुरा ल्याएर, जातिवादी कुरा ल्याएर जसरी देशलाई जातको द्वन्द्वमा फसाउन खोजिराख्नु भएको छ, यो कुराहरु कदापि सही हुनेवाला छैन। अर्को कुराहरु, यदि तपाईहरु जस्तो बाहुन र छेत्री जस्तो चतुर वर्णहरुले नेपालमा सदियौंदेखि मेहनतै नगरेर हरेकका दलित, जनजाति, आदिवासी, महिला, थारूहरूको जसरी शोषण गरेका छन्, जसरी उहाँहरूको अधिकारलाई कब्जा गरेर बसेका छन्, के यो असत्य कुरालाई पचाउन सक्नुहुन्छ त? यो गलत कुरालाई पचाउन सक्नुहुन्छ त? तपाईहरुले कहिले कांग्रेसको नाममा ठगिराख्नु भएको छ, कहिले एमालेको नाममा ठगिराख्नु भएको छ, कहिले माओवादीको नाममा ठगिराख्नु भएको छ, कहिले कम्युनिस्टको नाममा ठगिराख्नु भएको छ, कहिले राजावादीको नाममा ठगिराख्नु भएको छ। यो कुराहरुको मूल्याङ्कन कसरी हुन्छ भन्ने कुराहरु चाहिँ प्रमुख रह्यो। हेर्नुस्, यो बुद्ध जन्मेको देश हो। हामी शान्ति चाहन्छौं, हामी समतामूलक समाजको निर्माण गर्न चाहन्छौं, हामी समावेशी चाहन्छौं। बाहुन छेत्री पनि यो देशको नागरिक हुन्। बाहुन छेत्रीले जतिको माया बाहुन छेत्रीलाई यो देशको छ, यो माटोको छ, त्यो भन्दा धेरै माया ममता दलित, जनजाति, आदिवासीलाई पनि छ, थारूहरूलाई पनि छ। त्यो भएर गगन थापाज्यू, तपाईले बोल्नु भएको यो अभिव्यक्ति कता यो देशमा शासन प्रणाली भनेको केवल बाहुन र छेत्रीहरूको लागि मात्र हुनुपर्छ भन्ने तपाईको साँघुरो सोचले देश बन्दैन गगन थापाजी। त्यही भएर तपाईले दिएको अभिव्यक्ति, यो अभिव्यक्तिमा नेपाली जनताले यसको प्रतिकार गर्नेछन् भन्ने कुराहरु पनि म यहाँहरुलाई
जानकारी गराउँदछु। हस्, धन्यवाद।